गेट रेडी विथ मी गाइज होलीको लागि। अनि मैले यो जामामा तलपट्टि सुरुवाल लगाएको छ नि, त्यो सुरुवाल लाउनुको कारण चाहिँ मैले त्यो अड देखिन्छ, अड देखेर हो आफूले अनकम्फर्टेबल भएर। अनि त्यसपछि मलाई ओइल लगाएर कपाल कोर्दैछु चटक चटक पारेर। अनि आज चाहिँ मैले त्यो सिम्पल चिम्टी मात्रै चेप्ने भनेर गरेँ। अनि त्यसपछि मैले लाएँ मोइस्चराइजर अनुहारलाई, अनि लाएँ मोइस्चराइजर मैले। अनि अनुहारमा त्यसपछि मैले लाएँ डर्माको सनस्क्रिन त अभियसली लाउनु परिहाल्यो। अनि अर्को यो यसको चाहिँ मैले चाहिँ बिर्को निकालेर हात हाल्नुपर्छ। अनि पालो आयो हाम्रो प्राइमरको, प्राइमर त लगाउनु परिहाल्यो। अनि प्राइमर चाहिँ अब मैले पुरै नाटक गर्दै लगाइरहेको छु। अनि त्यो प्राइमर चाहिँ एकदम लिपोत परेर। अनि यो चाहिँ फाउन्डेसन हो, फाउन्डेसनको चाहिँ बिर्को कता गयो थाहा नै छैन, सबैको बिर्को छैन मसँग फेरि। अनि त्यो पनि झन्डै फुट्यो, झऱ्यो। अनि त्यसपछि लाएँ मैले फाउन्डेसन, अनुहार छोप्नु पऱ्यो नि गाइस कालो। अनि त्यो मैले देखाउनुको कारण चाहिँ त्यो मेरो पिलो आएको थियो। अनि त्यो पिलो कस्तो भएछ अहिले भनेर हेरेको। अनि त्यसपछि प्लेन्ट गर्दैछु। अनि मैले प्लेन्ट गर्दैछु। अनि त्यो प्लेन्ट गरेर पुरा आँखाको डार्क सर्कलमादेखि लिएर सबैमा प्लेन्ट गरिसकेपछि मैले फेरि प्लेन त्यो मोबाइल अफ गरेर नि ब्लेन्ड गरेँ। ब्लेन्ड चाहिँ मैले मजाले गरेँ त्यो सेतो त्यो बेला नदेखोस् भनेर। अनि त्यसपछि अनि मैले लगाएँ मस्कारा चाहिँ म उता लाउँदै थिएँ। अनि त्यसपछि उता लाउन फेरि कहाँ मान्छ र फेरि आएर मोबाइलमा लगाउनु परिहाल्यो। अनि त्यसपछि ब्लस आयो। ब्लसको पनि मसँग बिर्को छैन गाइज, केहीको पनि बिर्को मसँग छैन, सिर्फ सामान मात्रै छ, कसरी राखेर त्यो पनि थाहा छैन। अनि आयो लिप लाइनर। अनि त्यसपछि लिप लाइनर त लगाउनु पर्यो, जतिसुकै मेकअप धसे पनि होलीमा मेकअप मेकअप गरे पनि मतलबै छैन हुनु त। त्यही पनि यसो नाटक पार्न, यसो फोटो खिच्न गरेर गर्दै। अनि त्यसपछि टल्काउने लाएँ मैले, टल्काउने ग्लस। अनि त्यसपछि गाइस रेडी भयो, यति हो।